फेरि पनि तपाईँको साथमा मैले मिसोको हल लिएर आएको छु होइन। मेरो बाबु सुतिरहेको छ किन मलाई घरिघरि हेर्नुपर्छ हो। सरी मेरो घाँटी पुरा उयो भइरहेको छ, दुखिरहेको छ होइन। त्यो भर्खरै आएको खोलेको पनि छुइनँ, तपाईँहरूसँगै खोल्छु भनेर। मेरो आवाज सानो सुन्नुहुँदै होला किनभने चाहिँ मेरो बाबु सुतिरहेको छ हो। उठ्नेर यस्तो टेन्सन पऱ्यो। यो बेड मैले मगाएको चाहिँ हो यो बेडसिट पिलो अन्त उयो के भन्छ यसको नाम कुसन कभर हो। क्लिक क्लिक हुँदैछ, उठ्छ होला हो। उठ्यो भने अब के गर्ने, उठ्यो उठ्यो। बाहिरबाट हेर्दा त मैले जस्तो मगाएको थिएँ त्यस्तै आउँदैछ हो। भएछ भने तपाईँहरूलाई म एउटा उयो पनि हालिदिन्छु न, मैले कुन चाहिँ मगाएको। यसमा चाहिँ अरू कलर पनि छैन, तर मलाई चाहिँ यो कलर मन पर्यो। मन पर्नु त मलाई एभ्रिथिङ वाइट मनपर्छ, तर नानी भएर चाहिँ म अहिले वाइट चाहिँ एभोइड गर्दैछु होइन। अहिले वाइट ज्यादा पनि ओछ्याउनु के लाग्छ, यो बाबु हिमाले गरिदिन्छ बाबुले। ओ वाउ वाउ डा यो कुसन कभर हो। कुसन कभर मात्रै नभएर चाहिँ नि मलाई एउटा दामी पार्ट चाहिँ के रहेछ भने यसको यहाँ चेन रहेछ, वासेबल रहेछ। यदि कुसन मैला भयो, कभर मैला भयो, तपाईँहरू धुनु पनि सक्नुहुने रहेछ हो। एउटा प्याकअप 5 भयो, जस्तै दुईवटा प्रोडक्ट चाहिँ कुसन कभर चाहिँ प्याकअप 5 होइन। दुईवटा कुसन कभर भयो, दुईवटा सिरानीको खोल। सिरानीको खोल पनि मजाको साइजमै रहेछ, तर अब म यो भिडियो बनाइसकेर चाहिँ उयो गर्छु, यो डिफेक्टिभ छ कि छैन हेर्छु होइन। अहिले हेर्दा त मलाई एकदम राम्रो लाग्यो, एकदम राम्रो क्वालिटी। जति अब मैले पे गरेको थिएँ त्यो हिसाब अनुसार चाहिँ ठिकै लाग्यो। चेनवाला पनि रहेछ, एकदम राम्रो चेन पनि ओके छ। एकदम ठुलो साइजमा चाहिँ सिरानीको खोल पनि सानो छैन हो, राम्रो छ। यो चाहिँ मैले किङ साइजको मगाएको थिएँ। मलाई यो कलर साइज है त राम्रो रहेछ है। फ्लावर प्रिन्ट भएको मगाएको थियो हो। यस्तो क्वालिटी छ, बिचमा चाहिँ यस्तो 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 छ, अनि चाहिँ यस्तो फुल छ, ठुलो फुल छ। राम्रो लाग्यो मलाई त, अब के भन्नु है।